4 जना गएर 3 जना फर्केर आउने हो कोही मर्ला है नमस्ते TMG फ्यामिली लभ सो फ्याफुल्ला सो आज चाहिँ हाम्रो लास्ट नाइट इन गाउँमा लास्ट नाइट हो आज चाहिँ हाम्रो सो आज हामी घर जाने यस आज भर्खर आएको फ्री जानु पायो केही छैन सो आज चाहिँ अब हामी एउटा गेम खेल्न लागेको भूतको गेम भूतको नभनौँ अब सो हजुरले कसले खेल्नु भएको छ हामी चाहिँ के खेल्ला भने यो प्रिङ्कल्सको बोतल छ होइन अनि जङ्गलको बाटो छ होइन जङ्गलको बाटोमा अलिक टाढा जाने अनि बिचमा राखिदिने अनि सबैजना पालै पिलो एक एकजना गरेर त्यहाँ गएर यो लिएर आउनुपर्छ कि अब लिएर आइसकेपछि अब सपोज मैले लिएर आयो भने म गएर लिएर आयो भने अब पूर्णिमा दिदी फेरि यो गएर त्यहाँ राख्नुहुन्छ अनि फेरि फिर्ता आउनुहुन्छ अनि फेरि अर्को मान्छे त्यहाँ गएर लिन आउने यसो टर्न वाइज टर्न भनौँ न बेसिकली बुझ्नुभयो अनि फर्स्टमा चाहिँ हामी सबैजना यो कुन ठाउँमा राख्ने हो भनेर सबैजना जान लागेको यो राख्नलाई सो इट्स गन बी फन प्लस स्केरी गेम स्टे ट्युन के भन्नुहोस् न गेमको अगाडि हाई प्रिन्सले के भनेको भन्दाखेरि कोही मर्ला है प्रिन्सले के भनेको भन्दाखेरि 4 जना गएर 3 जना फर्केर आउने हो रे प्रिन्सले सो लेट्स सी को फर्किन्छ र को फर्किँदैन भनेर हजुरलाई को लाग्छ फर्किन्छ भनेर जाम यो राख्नलाई स्त्रीको नाम सुनाछ तिमीहरूले केटाहरूलाई उठाएर लान्छ त होइन केटाहरूलाई उठाएर लान्छ स्त्री भनेको केटी हो बेबी एनी लास्ट वर्ड्स वाट इफ यु देयर लास्ट टाइम थियो अरे एनी लास्ट वर्ड्स छिटो भने यही गर्न गाह्रो हुन्छ भाइ हाई लास्ट वर्ड हाई हो होइन सो ढम्म भने बुढ्ला कुदिन्छ कस्तो लाइक स्ट्रङ तेरो लास्ट वर्ड्स दिस वाट इफ दिस वाज द लास्ट टाइम तेरो लास्ट वर्ड्स के हो हुँदैन मेरो लास्ट टाइम हुँदैन तेरो लास्ट टाइम नानीको चाहिँ होला पुरै एनी लास्ट वर्ड्स जुसी पम्पी केही नि हैन केही नि होइन लागि सो बोरिङ नानीको लास्ट वर्ड के हो त मेरो लास्ट वर्ड्स के हो भन्दाखेरि इभन इफ दिस वाज माई लास्ट टाइम म भूत बनेर तर्साउँछु सबैलाई हो र सिलले के को तर्फिन्छ गो जम गो छिटो बाटोमा गाईले छेडेको देखेर गु भनिरहेको ओ मलाई यतिकै जानलाई डर लागिरहेको छ गाइस कस्तो सुन्छ मजाहरू छ लाइट बाल्नु गाइस बत्ती बाल्न त्यहाँ अँध्यारै छ के उही नजाउँ है जङ्गलको बाटो त के हो त्यो अलि नजिकै राखौँ है त्यो अलि नजिकै राखौँ है सेट के हो त्यो सेलिन सिलिन पहाड आउँछ नि वे के भने पहाडको तान्छ नि अगाडि सुइसी हिँड्दैन पछाडिबाट गायब मान्छे त्यही हो थाहा छ यस्तो हुन्छ नि धेरै मुख पक्रिन्छ होइन अनि चाहिँ आमा पनि निकाल्छ होइन नानी अनि भुल्यो त र भिडमा गुल्टेलाई मान्छेहरू त्यहाँ मर्निङ वाकको लगाउँछ धेरै टाढो त अलिक धेरै टाढो भएन भर्खर त स्टार्ट भएको छ अनि जङ्गलको बाटो गाइस अब भयो के सिधै जो पछाडि पनि हिँड्छ भयो भने यही फ्यालिम चेन्ज भयो बाटो छैन त्यसलाई यही फ्यालिम जायदादमा नाम घटेको भयो के भने भर्खर त स्टार्ट भएको नानीलाई पठाउने हो क्या अगाडि पर्छ नानी जान्छ म त रुइदिन्छु साँच्चै अहिले रुइदिन्छु म त जाँदिनँ म चाहिँ जाँदिनँ म दुध भात म दुध भात हो मलाई लाइक एक्चुली डर लाग्छ के ओ भयो अब चाहिँ मोड्ने टर्न आएँ भयो ल यहाँ मोड्ने टर्नमा राखिदिउँ अगाडि के हो त्यो हेर्दा पिच लाग्छ यो बाटो फेरि आउनुपर्छ के यो बाटो फेरि ग्लास सबै म सके मेरो लुगा समातेर छोड्दै छोड्दैन क्या नानी रोड ब्लक गर्ने भन्छ त मैले भगवान् म चाहिँ पुलिस कतिखेर रोकिन्छ अनि मैले रोकिन्छु कुदाएको छ के भन्यो ठगिरहेँ फेरि जानु पर्यो अनि त्यतिर पोल्ट्री फार्मिङ छ जस्तो छ गनाएको कुखुरा छेकना सुली गना सुली टाढा भइसक्यो भने गयो नि धेरै टाढा आइसक्यो हामी सुलीमा सु पनि हुन्छ
हो यो मोड्ने ठाउँमा राख्दिउँ भयो धेरै टाढा आइसक्यो मर्ने ठाउँमा उता चाहिँ एन्डमा राख्छ मर्ने ठाउँ मोड्ने ए ढुङ्गा आठा ल या ढुङ्गा रुखमा हेर रुखमा नि हेर रुखमा नि आउला नि मेरो रुखबाट रुखबाट हेरिरहने कि भुतले त यहाँ न ल माथि हेर उता माथि देखाउनु परेन क्यामेरामा भनेर गाइज म सक्दिनँ लाइक एक्चुली सक्दिनँ कि म प्रिङ्कल्स यहाँ छ गाइज ल चिलाउन थाल्छ म यहाँ फोहोर भएर त्यो के हो नानी त्यही बसेर हेर्ने के हो त्यो किरा पकिरा दुबै जग्गा पकिरा जग्गाले गइसक्यो क्या छोड्ने के हो चाहिँ गाइस म साँच्ची सक्दैन मान्छे गएर धेरै तर्सी है म साँच्ची सक्दैन म नखेल्ने लाइक म जिस्केर सक्दैन भने म साँच्ची सक्दैन ल यहाँबाट सुरु हुन्छ ल होइन म साँच्ची सक्दैन नानी तिम्रो प्याले हो अझै खेर हामी त न्यू कमर आज होइन लाइक यहाँबाट खेल्ने होइन You might think I'm joking, होइन म तर साँच्ची सक्दैन मसँग एकजना जाने भए चाहिँ सक्छ अब यहाँ त्यो अङ्कल गएर त्यही छ म साँच्ची सक्दैन तपाईँले भूत होला है ओए रातिको 12 बजे को हुन्छ साँच्ची त्यतिखेर ओए अहिले पछि त्यो अङ्कलको फोटो हाटेर जिस्केको नै होइन पहिला त्यो अङ्कलले पिङ्गलको बर्थडे लिएर गएको थियो भने ढुङ्गा छ त ढुङ्गाले याद हुन्छ को जान्छ म साँच्ची सक्दैन है म के सक्दैन लाइक मेरो अहिले त हातहरू काम्न थालिसक्यो मेरो पेट नै उसको पेट नि काम लाग्यो होइन मेरो पेट नै हुन थालिसक्यो साँच्ची भन It was your idea, you have to. जोरे मान्नु होला ल म अलि बिचको बेलामा जान्छु सुरुमा गजाए सुरुमा म लाइक म साँच्ची सक्दैन कि लाइक म जाऊँ एकछिन न क्यामेरा लडेर सानो क्यामेरा लिएर जाने गाइस म यो पिच ब्ल्याक छ बाटो यहाँबाट म जान्छु अब हेर्नु है म अगाडि हेर्छु तपाईँहरू पछाडि हेर्नु है कोही आयो कि आएन कमेन्ट सेक्सनमा भन्नु अनि केही देख्यो भने गएँ म बाई गाइस लड्के मत आना लड्के मत आना अरे दुवा दिनेको सट्टा कोर्स दिइरहेको जस्तो छ 2-3जनाले फिक्स जायदादको लागि क्या मलाई थाहा छ फेक एसहरू सिट क्यामेरा त मेरो अनुहारमै आएको छैन त हेर्नु है गाइस मेरो पछाडि कोही छैन म अगाडि हेर्छु मलाई डर लाग्छ म यतिकै एक्ट मात्र गरेँ मलाई डर छैन यसरी सदा नानीलाई म टर्छौ भनेर तर मलाई पनि डर लाग्छ यस्तै बेलामा याद आउँछ त्यो भूतको मुभीहरूको सिन अनि अब मलाई डर लाग्न थालिसक्यो कति टाढा राखेँ क्या मैले प्रिङ्कलको पत्ता चोकमा आएर अहिले भर्खर हाम्रो साइडबाट हामी कुदिरहेको बेला मान्छे गएको थियो होइन तर्सिरहेको सिरिङ्ग भइदिरहेको म त एकछिन म यति धेरै बोल्दैन तर मलाई डर लागेर मात्र म बोलिरह मलाई डर लागिरह ओ फक कसम डर लागिरह अब त मलाई कति टाढा राख्यो कि प्रिङ्कल्स कोही नै छैन अब त देख्दैन मान्छे प्रिङ्कल्स देखेँ मैले प्रिङ्कल्स देखेँ कहाँ गयो क्यामेरै घुम्दैन त ल मैले प्रिङ्गल्स भेटाएँ गएँ म डर लाग्यो म पछाडि नफर्किदिरहेको छु अब यसरी म गइरह अर्को 3जना गएन भने त मैले जानेछु यस्तो किन फिल भइरहेको यसरी मलाई मेरो पछाडि कोही छ जस्तो फिल भइरहेको बट देन म पछाडि फर्किनेवाला छैन मलाई डर लागिरहेको पसिना आउन थालिसक्यो मेरो
I'm not gonna die here. गाउँमा मैले भने सहरमा गएर मर्छु गाउँमा त मर्दिनँ बिच बिचमा कसो कसो गएर साउन्डहरू मेबी Oh my god, what is wrong with you? टर्च आइदिएर मलाई सिरिङ्ग भइदिएर म त अनि म डलाइसक्यो Finally completed challenge. नानीलाई बिचमा जाने होइन नि त नानी मलाई बिच बिचमा त किराहरूले अब 5-6 डल्लायो होला होइन त्यो पनि डल्लाइरहेको प्लिज लाइक मलाई जम्प स्केयर चाहिँ नगर पसिना आइसक्यो पसिना आइसक्यो भित्रबाट डराइयो थियो म पछाडि नफर्की सुई सुई हिँडेको डर लाग्यो डोन्ट लुक ब्याक पछाडि फर्क्यो मैले जानु पर्दैन त्यहाँ पिङ्गल्स को राख्छ हाई गाइस म जान्ला हो जम्प स्केयर नगरे म साँच्ची डराउँछु नि मलाई साँच्ची सक्दिनँ आई क्यान नट ह्यान्डल इट नगर्नु कि त्यस्तो म खेल्दिनँ है साँच्ची भनेको म खेल्दिनँ है साँच्ची भनेको म नगर्नु लाइक आम नट इभन लाइङ मैले सक्दिनँ है म त रुइदिन्छु साँच्ची भनेको shit scared. Bro, I'm shit scared. Kya? I'm shit scared. I'm going into a forest, I know. Shut the fuck off! We're playing a game and I'm going into the forest. And guys, I'm calling my friend. Ani, like, jump scare गरिरहेछ They know मैले तँलाई कल गरेँ भने they're gonna kill me. कहाँसम्म हो यो कलमै बसेँ त डर लागिरहेछ It's okay. कहाँसम्म हो यो कति टाढा राखेको भनेको त पछाडि कोही छैन मैले पछाडि हेरेँ प्रिङ्कल्सको फोटो छ मेरो हातमा कोही कोही चला जस्तो नआयो It's a game. We're making a video, guys. I'm on call. अनि ब्रो जङ्गलमा एक्लै छु गइरहेको छु खै एउटा ढुङ्गा जस्तो राखेको छ त्यहाँ गएर आउने हो त्यहाँ प्रिङ्कल्स राखेर आउने हो नचले मसँग न त्यसरी my brothers पछाडि टाढाबाट ढुङ्गा हान्न चाहिँ ओइ चुपै चुप जम्प स्केयर नगर है मलाई I'm scared जम्प स्केयर कस्तो डम Okay, I'm gonna cut the call. मैले थाहा पाएँ कल गरेर थाहा पाएँ भने मलाई मार्छ Okay, bye. Thank you for staying. Shit scared. Guys, मैले बोल्दा नि बोल्दैन डर लागेर राखेर आएँ मैले पछाडि हेरिदिएर भने मैले त पछाडि नहेर्नु भनेको थिएँ त्यसमा त झन् डर लाग्यो पिछु राख म तिमीलाई नचले भने त कालो थियो नचले बेबी मात्र गा अगाडि पछाडि रस्लिङ साउन्ड आइरहेको थियो नि रस्लिङ भन्दा नि लाइक मलाई कसैलाई तिमीहरू पछाडि छ जस्तो तर्सन होला नि को जान्छ अब गाइस मेरो टर्न ल भूतको बेलाको होस्टेलको सही भन्ने त मलाई किन लागिरहेको छ म दुईचोटि तर्सेछु कि मलाई त कोही आउँछ क्या तर्सन होइन कुन चाहिँ हो क्या त्यहाँबाट अब कुन चाहिँ हो क्या
सो लाइक अब चाहिँ म मेन्टली प्रिपेयर हुन्छु कोही तर्सन आउँछ कि आउँछ भनेर थाहा छ नि त मलाई अब मुखै देखाएको छैन यसो चाहिँ मैले अघिदेखि म होस्टेलको स्टोरी नै भन्छु होस्टेलमा एक्चुअली होइन कम्प्युटर ल्याब थियो क्या हाम्रो स्टडी रुमको ठ्याक्कै साइडमा अनि त्यो डोरनब हुन्छ नि डोरनब चाहिँ त्यो होस्टेलको डोरको कम्प्युटर ल्याबको डोरनबै थिएन क्या त्यहाँ खाली थियो क्या होल थियो क्या होल थियो अनि एक दिन क्या हामी त्यो राति पढेर स्टडी रुमबाट पढेर गइरहेको बेलामा एकजना क्लास 5 को भाइहरूले त्यहाँ यस्तो भित्र हेरेछ कम्प्युटर त्यहाँ आफै अन भएर चलाउने बसिरहेको रहेछ यस्तो तर्सेको त्यो राति के भन्छ अरे होस्टेलमा सबैजना सँगै के भन्छ अरे पढ्दै बस्यो यत्तिकै बेडमा सँगै सुत्दै बसेको त्यसपछि गाई स्टोरी यतिमै एन्ड हुँदैन बेबीलाई हजुर अरू केही भनेको छैन त्यो राति यो चाहिँ मलाई बेबीको साथीले भनेको थियो त्यो राति त्यो बेबी बसेको सुतेको बेडको पछाडिपट्टिबाट साउन्ड आइरहेको थियो अरे त्यहाँ क्रेक गरेको त्यो लकर खोलेको साउन्ड आएको अरे बेबीको साथीले बेबीलाई भनेको अरे बेबी डर आएर त्यसपछि गर्दै बसेको थियो अरे लाइक हुन्छ नि अलि रुन खोजेको रोको चाहिँ होइन बट लाइक सिरकले छोपेर गर्दै बसेको थियो अरे फेरि बेबी लाइक छेउमा सुत्दो रहेछ कि अनि उसको साइडमा चाहिँ एउटा साइडमा चाहिँ साथी अनि अर्को साइडमा चाहिँ लाइक कोही छैन रहेछ छेउमा सुत्दो रहेछ अनि झन् डर लागेछ त्यसलाई अनि झन् फेरि त्यसको साथी लाइक अब फ्राइडे अरू स्याटरडे घर गएछ अनि 3 दिनसम्म घरै बसेछ अनि डर लागेर अनि त्यसपछि बेबी आफ्नै साथीसँग रिसाएको थियो अरे प्रिङ्गल्सको बट्टा पायो यहीँ रहेछ म जाने यहाँ कोही न कोही त हुन्छ क्या मलाई थाहा छ क्या यहाँ कोही न कोही हुन्छ यहीँतिर छ उता देखा मैले यहीँ छ गर्छ यहीँ छ छैन त यहीँ छ यहीँ अगाडि हुन्छ ट्रस्ट मी प्रोफेसनल अघि क्यामेरा मुखमा देखाएको छैन तर केही छैन यहीँतिर तिनै जान्दै छ त दुईजना मात्रै छ कि म अन्ध हो पछाडि छ छैन रहेछ तर्साउन के भन्नु के छैन तर्सन आएको कसो तर्सेको मुख देखेर कुरा गरिस् होस्टेलको राख्न गएपछि के गर्ने ए राखे है भनेर देखाउने अनि फिर्ता लिएर आइज यो क्यान किनकि अब त्यो फोहोर हुन्छ नि त सो गाइस अब मेरो भ्याल्यु अरे मैले फिर्ता राख्छु फिर्ता लिएर छु त्यहाँ भिडियो चाहिँ हुनु पऱ्यो फिर्ता राखेको चाहिँ हामीले देख्नु पऱ्यो किनभने आधा बाटोमा मैले राखेँ भनेर आइज अझै कति छ नि लाइफ एक्सपिरियन्स सो गाइस अब फुडको स्टोरी धेरै छैन तर लाइक हिजो भर्खर एउटा चिज एक्सपिरियन्स गरेको थियो हामीले भन्दाखेरि म र सेन थियो होइन अनि रातिको ठ्याक्कै 12 बजे थियो होला अनि एलियो लाइक रुममा थिएन एलियो अनि म मामा सेन रुममा थियो होइन अनि त्यो मामाले एलियो खोज्नु भयो एलियो यता पनि छैन उता पनि छैन अनि हामी तर्सेको एकछिनको लागि एलियो छैन रुममा अनि हामी खोज्न थाल्यो होइन मामाले भन्नुभयो र अनि फर्स्टमा चाहिँ म र सेन मात्रै गयो यताउति खोज्यो होइन अनि खोज्दाखेरि हामीलाई चाहिँ केही पनि भेटेन होइन अनि एलियोको नि केही साइन थिएन अनि पछि गएर चाहिँ हाम्रो अलि बारी नजिक एउटा ठाउँ छ कि अनि त्यहाँ चाहिँ हामी म हेर्न गएको थिएँ फर्स्टमा अनि मैले त्यहाँ कोही देखेन एकछिन नै गाइस ठाउँ पुगेँ म उयो हो ठाउँ राखेँ फिर्ता लिकेँ त्यति हो अनि म त्यहाँ गएँ होइन मैले आवाज सुनेँ कि के हल्लेको होइन अनि मलाई डर लाग्यो मैले सेलिनलाई बोलाएँ सेलिन एलियो यहाँ छ होला भनेर भन्यो होइन सेलिन पनि आयो हामी दुईजनाले आवाज सुन्यो होइन यस्तो लाइक 5-7 हल्लेको अनि त्यसपछि हामी एकछिन त्यही कुर्यो होइन एलियो भनेर करायो होइन कोही एलियो पनि फेरि लाइक हिँडेको आवाज आएन अनि त्यहाँ एकछिनमा हामीले मान्छेहरू बोलेको सुन्यो हामी दुईजना तर्स्यो अब भुतु मुभीहरूमा चाहिँ यो मान्छे बोलेको सुन्ने बित्तिकै तर्छ नि त मान्छेहरू अनि त्यही भएर हामी त चुपचाप बस्यो होइन यसलाई बोलायो मात्रै हामी अगाडि चाहिँ गएन किनभने दुईजना डराएको थियो अनि पछि गएर हामीले मामालाई बोलायो मामा आउनुभयो अनि बल्ल चाहिँ हामी त अलग हेर्न गयौँ त तल फेरि कोही पनि छैन रहेछ मान्छे पनि छैन एलियो पनि छैन अनि फेरि मामा हामी हेऱ्यो मामाले गेट खोल्नु भयो माथि जानुभयो होइन अनि माथि पुगेपछि चाहिँ
मामाले एलियो भेटाउनु भयो अब त्यो एलियो माथि थियो भने त्यो तल मान्छे बोलिरहेको चाहिँ को थियो अनि त्यो आवाज पनि के थियो हल्लिरहेको अब ठाउँ पनि आइपुग्यो यहाँ तिनजना भिखारी जसरी बसिरहेको छन् क्या होला भने स्टोरी तेरो भूतको अनि उयो तैँले हामीले यहाँ भूत उस गरेको भनेन त्यही भन्यो यहाँ भूत देखेको भनेन देखेको चाहिँ सुनेको मात्रै गाइस अब चाहिँ हामी रिटर्न भइसक्यो आई थिङ्क सबैभन्दा धेरै डराएको मै थियो होला एट फर्स्ट अनि त्यसपछि पूर्णिमा दिदी अनि प्रिन्स फेरि डराउँदा नि डराएन अलिक टाढा राख्नुपर्ने रहेछ है तर टाढा राख्न नदिएको चाहिँ मैले थियो बदन म त त्यहाँसम्म गएर नि पसिनै पसिना भएर आजको लागि त्यति थियो ओ आई लुक छप सो गाइस आजको लागि त्यति थियो या हाम्रो भूतको or anything that game त्यही थियो अझलाई यस्तो खालको कन्टेन्ट इफ यु गाइज लाइक दिस काइन्ड अफ भिडियोज देन प्लिज डु कमेन्ट अनि अझ यस्तो आइडियाजहरू दिनुहोस् होला द्याट वाज इट फर टुडे लाइक सेयर एन्ड सब्सक्राइब एन्ड थ्याङ्क यू सो मच फर सपोर्टिङ बाई बाई भन्दै बाई